नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म हजुरहरूसँग सेयर गर्दैछु मेरो फेभरेट मिठाईको रेसिपी। सो भिडियो लास्टसम्म हेर्नु होला। मैले चाहिँ मेरो फेभरेट मिठाई बनाउनको लागि चाहिँ मैदा र बेसन लिएको छु। मैले चाहिँ मिठाई बनाउनको लागि चाहिँ साथीहरू यो मैदा र बेसनलाई चाहिँ एक बोल लिएको छु। हजुरहरूले जति मैदा हाल्नुहुन्छ त्यति नै बेसन युज गर्नु होला। अनि त्यसपछि चाहिँ मैले हाले घिउ चाहिँ हामीले मस्तसँग तताउनु पर्छ साथीहरू। अनि त्यसपछि अघि हामीले रेडी गरेको थियौँ नि मैदा र बेसन, हो त्यसलाई चाहिँ मैले भुट्दिए। हामीले चाहिँ यहाँ गोल्डन ब्राउन लुक आइन्जेलसँगको लागि यसलाई चाहिँ भुट्न पर्छ। यो मिठाईको रेसिपी चाहिँ हजुरहरूले एकचोटि अवश्य पनि ट्राई गर्नु होला। हजुरहरूले एकचोटि खाएपछि चाहिँ हजुरहरूलाई बाहिरको मिठाईहरू भन्दा यो मिठाई चाहिँ एकदमै मिठो लाग्छ साथीहरू। त्यही भएर एकचोटि ट्राई गर्नु होला। मलाई चाहिँ अहिलेसम्म मैले खाएभरिको सबैभन्दा मिठो लाग्ने मिठाई नै यही हो साथीहरू। मैले महिनामा एकचोटि चाहिँ बनाएर खाएकै हुन्छु डेली। अनि हजुरहरूले पनि ट्राई गर्नु होला। मैले चाहिँ भुट्दै छु। यसलाई चाहिँ हामीले सानो ग्यास बनाएर भुट्नुपर्छ कि साथीहरू, मिडियम फ्लेममा। धेरै हाई फ्लेममा भुट्यो भने चाहिँ यो चाँडो डढ्छ। यतिकै गोल्डन टाइपको गरेर भुट्नुपर्छ। त्यसपछि मैले लिए 1 बोल चिनीमा चाहिँ मैले हालिदिएँ पानी। हामीले चाहिँ चिनी र पानीको चाहिँ चास्नी बनाउँदैछौँ साथीहरू। अब चाहिँ मैले चाहिँ यहाँ हालिदिएँ थोरै कागती लेमन। अनि त्यसपछि हामीले चाहिँ यसलाई मस्तसँग यति उम्लिने गरेर पकाउनुपर्छ साथीहरू। सानो ग्यास बनाएर पकाउनु पर्छ। अनि त्यसपछि मैले यता लिएँ अलिक ठुलो भाँडा। अनि त्यसमा चाहिँ मैले लगाइदिएँ घिउ चाहिँ त्यहाँ अहिले हामीले त्यो चिनी हाल्छौँ नि त, अनि त्यो नटासियोस् भनेर चाहिँ मैले घिउले जताततै दलिदिएँ। अनि त्यसपछि मैले अघि उम्लेको चिनीलाई यसरी टेस्ट गरेँ हातमा राखेर। अनि त्यो चाहिँ यसरी समाउँदाखेरि चाहिँ यसरी तारो जस्तो बन्यो भने चाहिँ हाम्रो चास्नी पर्फेक्ट भयो। बनेन भने चाहिँ कि पानी धेरै भयो भने बुझ्नुहोस्, कि भने तपाईँलाई बनाउन आएन भने बुझ्नुहोस्। अनि त्यसपछि चाहिँ मैले सेलाइसिन चाहिँ त्यसलाई हातमा लिएँ, डल्लो बनाएँ। अनि त्यसपछि चाहिँ मैले अघिको त्यो हामीले बनाएको थियौँ नि, त्यो भुटेको थियौँ नि, हो त्यसले चाहिँ यसलाई चाहिँ त्यही उयो गरिदिनुपर्छ क्या, मिक्स गरिदिनुपर्छ। बिस्तारै गर्नुपर्छ कि त्यसलाई चिसो बनाउनुपर्छ। अनि बल्ल चाहिँ झ्याप्पै मिक्स गर्नुहुन्न साथीहरू। हजुरहरूले पनि फेरि चिनीले तातो हो कि नै टेस्ट गर्नु होला। अनि बल्ल मात्र गर्नु होला। त्यसपछि चाहिँ मैले त्यहीँ मिक्स गरिदिएँ। सिन चाहिँ हेर्नु, त्यसको कलर पनि चेन्ज भइसकेको छ। अघि नै चाहिँ व्हाइट कलर थियो भने अहिले चाहिँ ब्राउन कलर आइसकेको छ। हाम्रो यो मिठाई चाहिँ हेर्दाखेरि सेम इक्लेस चक्लेट जस्तै देखेको थियो साथीहरू। अनि त्यसपछि चाहिँ मैले सबैलाई गोलो बनाइदिएँ सानो भागमा। अनि मैले चाहिँ यो चाहिँ बनाउँदा नै कति त खाइसकेको थिएँ साथीहरू। त्यही भएर भिडियो लास्टमा चाहिँ अलिक थोरै देखेँ यो चाहिँ। अनि मैले चाहिँ बनाउँदै गएँ। यो चक्लेटको अगाडि चाहिँ साथीहरू बाहिरको डेरी मिल्क अरू चक्लेट त फेल खान्छ होला साथीहरू। यति मिठो हुन्छ नि यो मिठाई। हजुरहरूले एकचोटि ट्राई गर्नु होला, नत्र तपाईँलाई रिग्रेट हुनसक्छ यो चक्लेट बनाएर नखाएकोमा। यसको चाहिँ हल्का टेस्ट चाहिँ त्यो सोनपापडी टाइपको पनि हुन्छ, तर यो चाहिँ मुखमा जाने बित्तिकै मेल्ट हुन्छ क्या साथीहरू। मैले चाहिँ यसलाई गोलो बनाएँ साथीहरू। हजुरलाई चाहिँ जस्तो सेपमा बनाउनु मन लाग्छ त्यस्तो नै बनाउनु होला। त्यसपछि चाहिँ मैले यसलाई अघिको त्यो पिठोरमा यस्तो घोल लटपटाइदिएँ साथीहरू। अनि त्यसपछि चाहिँ मैले यसलाई राखेँ बटुकोमा। अनि रेडी भयो हाम्रो मिठाई। भिडियो मन परेमा लाइक कमेन्ट गर्न नबिर्सिनु होला। यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला साथीहरू। बाई गाइज।